सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री यो देशको प्रधानमन्त्री हो, मेरो पनि प्रधानमन्त्री हो र आम नेपाली नागरिकको प्रधानमन्त्री हो। उहाँ एउटा कुनै पार्टीको प्रधानमन्त्री हुँदैन। हाम्रा फरक विचारका बावजुद पनि उहाँको राष्ट्रको प्रमुख अभिभावक हुनुको नाताले प्रधानमन्त्रीज्यूले संसदमा बोल्नुभएको सीमा सम्बन्धी विवाद धेरै नै ठुलो राष्ट्रको चिन्ताको विषय हो। यो हाम्रो कुनै व्यक्ति विशेषको र दल विशेषको चिन्ताको विषय होइन, यो सिङ्गो राष्ट्रको चिन्ताको विषय हो र यो राष्ट्रिय चिन्ताको विषयको समस्याको समाधान यो संसदबाट निस्कनै पर्छ। प्रधानमन्त्रीज्यूले राष्ट्रको अभिभावक हुनुको नाताले उहाँले समस्याको समाधान दिनै पर्छ र यो देशको अहिलेको सरकारको जिम्मा लिएको हुनाले राष्ट्रिय स्वतन्त्र पार्टी जो रुलिङ पार्टीको रूपमा रहेको छ, ऊ पार्टीको पनि प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो? यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ र हामीले हिजो राखे जस्तै यो नेपालको रेकर्डबाट हाम्रो रेकर्डबाट प्रधानमन्त्रीज्यूको उक्त भनाइ हटाउनुपर्छ। प्रधानमन्त्रीज्यूले संसदमा आएर सत्य तथ्यसहित संसद मार्फत देशवासीको नाममा पुनः सम्बोधन गर्नुपर्छ र यो इस्युलाई एउटा राष्ट्रिय महत्त्वको इस्यु बनाएर समाधान गरेर जानुपर्छ। हामी यो सदन सहज ढङ्गले सञ्चालन होस्, बजेट छलफल भएर पारित होस् र कानुन निर्माणको कुरा जुन नेपाली जनताले हामीलाई जिम्मा दिएर पठाउनु भएको छ निर्वाध रूपमा चलोस् भन्ने कुरामा कहीँ कन्फ्युजनमा छैनौँ। हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन। त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नुभएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल बहस बैठक र सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रुलिङ होस् र यसको समस्याको समाधान होस् भन्ने धारणा हाम्रो दलको रहेको कुरा राख्दै म आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद।